टाउको माउस गर्छु भयो ल डाउन के आयो यस्तो त पुग्यो त धेरै ठुलो मान्छे भन्ने बाबा मम्मीलाई धेरै खुसी राख्ने है हेलो वेलकम ब्याक टु माई न्यू ब्लग अब आज चाहिँ हामी नर्थ क्यारोलिनातिरको यात्रा गर्दैछौँ आज चाहिँ हामी पछाडि हुनुहुन्छ भाउजू अनि एल्भिस अनि एलियट अनि यता ड्राइभमा दाइ हुनुहुन्छ अनि म अनि हामी चाहिँ यहाँदेखि घरदेखि हिँडिसकेको छौँ अब यहाँदेखि 6 घन्टाको ड्राइभ देखाइरहेको छ अब बाटोमा के हुन्छ हेर्दै जानु होला म देखाउँदै जानेछु ल अहिले चाहिँ हामी ग्यास स्टेसनमा बसेर रेडबुल किनेर ग्यास भरेर अगाडि निस्किसकेको छौँ दाइले ड्राइभ गर्दै हुनुहुन्छ भाउजू एली तिमीले के किनेकी हौ देखाइदेऊ अनि यता सेनीसुदेखि ए यिनले यो किनिकिन् उता सेनी सुतिसकेकी छिन् मन पर्यो हो ल अब जाम है अर्को नि किने कान्छी उता ठुली निदाइ छिन् कान्छी चाहिँ भर्खर उठिन् साइडमा जङ्गल पुरा हरियाली दसैँ भाइब्स आइरह काठमाडौँदेखि गुल्मी घर चाहिँ पुरा त्यो पुराना लोकदोहोरीहरू बजाएर यो चाहिँ के हो त यो गाई हो के हो यो धेरै गाई पाल्छन् कि अहिले धेरै अगाडि आइसक्यो माथि चाहिँ अब अँध्यारो हुन लाग्यो अब ठ्याक्क 80 को स्पिडमा 81 को स्पिडमा गुनुनुनुनुनुन्न हाम्रो एली चाहिँ अझै गेम खेल्दैछन् आज चाहिँ माझे वानवटा लिनु झिल्के देखेन म के निकाल्छ नि एलीले अब पिकाचु भन्दा छ नि त पिकाचु भन्दा छ नि त अब यसलाई त फिनिस गर पहिला 6 सेकेन्ड मात्र बाँकी छ अब ड्रप गर के चाहिएको थियो ए स्क्याम हो के
अब यो होइन है। पिकाचु भनेको यहाँ फिनिस भयो अब केही पनि आउँदैन कि एकदम यो ठगुवा हो कि यो ल यसमा कति भनेछ त्यसमा $1 यसमा पनि $1 1 2 3 4 वटा राख त राख यसमा पिकाचुलाई यसमा राख 3 4 कहाँ छ यो राखिन्छ यसको राख्ने ठाउँ कहाँ छ त त्यसको $1 राख्नु पर्दो रहेछ च्यामै छैन $1 राख्नु पर्दो रहेछ छैन $1 त्यसको कोइन राखिन्छ 4 कोइन पनि राखेर तर 4 कोइन क्रेन मेसिन इन्स्टल कोइन 4 कोइन त्यसको कोइन राख्ने ठाउँ छैन के म्युजिक राख्ने ठाउँ पैसा पनि जान्छ कि ल बाहर चाहिँ केही पाएर है ल फास्ट खेल टाइम छ पहिला के पिक गर्ने तँ सोच पहिला के पिक गर्ने हो नजिकैको पिक गरेर अब टपिक के पिक गरेर केही पिक गरेर ल आउँदै आउँदैन थक्छ कि ल वान्स मोर टाइम 4 वटा अहिले कोइन मात्र सकिन्छ यो त एकदम मलाई स्क्याम लाग्छ यहाँ लिगा है कहाँ लिगा भन्दा यहाँ लिगा यतापट्टि यहाँ लिगा यहाँ यतापट्टि यता यहाँ यो यसमा आएन अझै नत्र यता लगा त्यो टपीतिर छ त टपीतिर अझै पर अझै पर अझै पर अझै यता यस अझै अझै यस अलि पर पर ल भयो ल ल डाउन गर के आयो ठग्ने गेम रहेछ ओके लेट्स गो अहिले चाहिँ हामी एउटा यो गोबल स्टोभ भन्ने स्टोरमा एउटा बसेर यहाँ बाथरुम अनि त्यो सेनीलाई केही खानेकुराहरू लिएर अब चाहिँ निस्किन आँटेको अँधेरो भइसक्यो अब चाहिँ हामी निस्किन्छौँ फेरि अब 2 घन्टाको ड्राइभ छ अझै अब कुनै जान्छौँ बन्द भयो चाहिँ कता बेच्ने ठाउँ छ किचनै बन्द भयो है एली तिमी गेम खेलेर इन्जोय गरेको कि गरे नि हौ यो एकदम धेरै यो त केही गर्दा पनि भएन हो र केही अर्को पनि पाइएन अरू ठाउँ ट्राई गरौँला है इन्जोय त गरेको होइन होइन एकदम धेरै अप्ठ्यारो भयो फेरि अर्को ठाउँमा अर्को ठाउँ यहाँ भएको पैसा र एकदम यहाँ भएको टोयस र यहाँ भएको पैसा लिन यहाँ भएको मिलेन हो र हस् फेरि पछि ट्राई गरौँला है हस् यता हेर ल अहिले चाहिँ हामी एउटा स्टोरमा एउटा उसमा बसेर गरेर अब खानको लागि खानेकुराहरू लिनु हो अब चाहिँ हामी खाएर हामी चाहिँ फेरि हाम्रो यात्रा जारी गर्छौँ हो कि होइन हो 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 आज उक्क गरी गर्न अब खान्छन् फेरि ल अब चाहिँ अब यिनीहरूलाई खुवाएर अनि हामी चाहिँ निस्किन्छौँ बाई बाई भन्थ्यो ए के खच्यो ल अब चाहिँ हामी पुग्न आँटिसक्यौँ अब 12 मिनट मात्र बाँकी छ 7 घन्टाको कठिन यात्रा 7 घन्टाको सहज कठिन सहज केटाकेटीलाई कठिन भयो बिचरा बहुत धेरै केटाकेटी र बाउजूलाई सेनी र बाउजूलाई अरूलाई त त्यति गाह्रो भएन बाउजूलाई पनि त्यही उसलाई सेनीलाई क्या ल अब चाहिँ अब राति भयो अहिले कति बज्यो 11 बज्यो रातिको 11 भयो अब चाहिँ भिडियो
बनाउँदैन अब भोलि चाहिँ दसैँ भोलिको दिनमा चाहिँ पुरै बिहानदेखि नै उठ्ने बित्तिकैदेखि नै भिडियो बनाउँछु म ल भाइ गाइज भोलि भेट्नुपर्छ बिहान गुड मर्निङ गाइज अहिले चाहिँ बिहान 9 बजेको छ म चाहिँ भर्खर उठेर फ्रेस भएर भर्खर तल झरेँ अब यहाँ चाहिँ यस्तो रहेछ ठ्याक्क रमाइलो ठाउँ शान्त चाहिँ दाइहरूको घर यहाँ चाहिँ अझ बिहान बिहान हाम्रो गुड एली बाबुले कपाल काट्दैछन् हाम्रो सुरज दाई कसले ठुलबाबाले कपाल काटिदिनु भएको हो यो दाई हुनुहुन्छ अहिले ल अहिले चाहिँ कपाल काटिसकेको छ ल घुम त घुम फोटो खिच्ने हो ओके म फोटो खिच्छु है एलीले एक्सर्साइज गर्नु लाग्यो एलीले एक्सर्साइज गर्नु लाग्यो ल है एलीले अब यस खाइल्याग्दो ज्यान छ के दाइले फेरि ठ्याक्कै सलुन खोले हुन्छ हौ दाइ तपाईँ यहाँ त सलुन जस्तै छ के हो तिम्रो नाम इभान हो इभानको पालो कपाल फाल्ने यस के चाहियो So Elliot, one hand goes like there, one hand goes right there. And then the other one. Yeah, that's good. Now pull. So Be cool. careful. Do a little bit. Wait. म 2 मा राखिदिन्छु है See this moving. Okay, Elon. I see it. More easier. Try like all the way up. Like, yeah. Yes. Good job. Okay, do you want to move on to level 3? Yeah. Okay, so moving on. अहिले चाहिँ हामी यसो बाहिरतिर यसो हावा खान चिसो हावा खान दाइ हुनुहुन्छ दाइ चाहिँ बिहानमा 6 बजे उठ्नु भएछ 3 बजे सुतेर जागरिलो मान्छे हुनु जागरिलो मान्छे दाइ चाहिँ धेरै यो चाहिँ हाम्रो सुरज दाइको घर अनि यहाँको घरहरू राम्रो रहेछ यहाँको घरहरू अब चाहिँ आज चाहिँ दसैँ यहाँको दसैँ नेपालको दसैँ त सकिसक्यो अब त्यही पनि सबैजनालाई ढिलो भए पनि ह्याप्पी दसैँ सबैजना खुसी रहनु होला अब चाहिँ हामी आज 11:53 मा सायद टिका लगाउँछ होला एली यहाँ कपाल काटेर एली यता हेर यहाँ आउँदा खै कपाल देखाइदेऊ खै यस ल घुमा यस्तो घुमा यस ओके लेट्स गो ल अब चाहिँ अगाडि जान्छौँ हामी यसो हेर्दै ल यहाँ चाहिँ यस्तो राम्रो गिरम लाइन दाइ यो
ये घिरमला होइन दाइ ए घिरमला होइन गिराउला के घिरमला कस्तो राम्रो भएको हाम्रो यत्रै भएको छ यहाँ यत्रो भएको छ हाम्रो मलजल मिलेन कि यसमा मलजल भन्दा पनि हाम्रो त्यो गुजुब ठाउँमा भएर के कस्तो राम्रो गराउनु भएको छ सेनी कहाँ गइन् भनेर हेर्न आएको त ल हेर कहाँ हो छि 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 कहाँ गयो कि व्यस्तमा कहाँ गयो कि व्यस्त ए छि 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 ल अहिले चाहिँ हामी रेडी भएर अहिले चाहिँ दाइ पनि रेडी हुनुभयो म पनि रेडी भएँ अब सबैजना रेडी हुँदै हुनुहुन्छ बाहिरको सिनहरू देख्न सक्नुहुन्छ तपाईँ अब चाहिँ दाइले यहाँ चाहिँ सुरुमा ढोकामा टिका लगाएर टिका चढाइदिने होइन सुरुमा सबै परिवारलाई भगवानले रक्षा गर्नु होला अब चाहिँ साइड जति बेला लगाउँदै हुन्छ अब चाहिँ अब चाहिँ हाम्रो पहिलो दसैँको टिका सुरु हुन गइरहेको छ दाइ भाउजू अनि सबैभन्दा सानो ल टिकी लगाउनु टिकी टिकी ज्ञानी चाहिँ कान्छी छोरी निरोगी भएपछि धेरै पढ्नुपर्छ अब धेरै पढ्नुपर्छ ज्ञानी हुनु कसरी लगाइदिने ए ठुलो मान्छे भए होइन सबै बाबा आमाको ख्याल राखे ज्ञानी भए धेरै ठुलो मान्छे बने बाबा आमालाई सधैँ खुसी राखे है धेरै ठुलो मान्छे बन्ने बाबा मम्मीलाई धेरै खुसी राख्ने है म पनि धेरै पढेर धेरै ज्ञानी भएर बाबा मम्मीलाई खुसी राख्ने
ल यो छ भयो यो छ भयो होइन ल आफ्नो काम आफै गर्ने मेन चाहिँ नेपाल जान माने आशीर्वाद मन त सुरत दाइले दिएको अरू ज्ञानीहरू नमाथि सेम टु यु भन्नु न बुवाको तिमीले चिनेछ होला पैसा कहाँ केमा मेसै पाएको धेरै ठुलो मान्छे भन्नु आशीर्वाद चाहिँ ठ्याक्कै सुरज दाइले जे दिनुभयो त्यस्तै आशीर्वाद तर मम्मी बाबालाई सधैँ खुसी राख्नु मम्मी बाबाले भनेको सधैँ जे पनि राइट हुन्छ मम्मी बाबाले भनेको सधैँ मम्मी बाबाले भनेको कुराहरू मान्नु अब आशीर्वाद त त्यही दाइले जे दिनुभयो मेरो पनि त्यही नै आशीर्वाद अनि त्यही हो सेम मम्मी बाबालाई जहिले पनि खुसी राख्नु मम्मी बाबाले भनेको सधैँ जे पनि हुन्छ सब कुराहरू मान्नुपर्छ मम्मी बाबाले भनेको मम्मी बाबालाई कहिले पनि दुखी नगराउनु सधैँ ह्याप्पी बनाउनु टिका लाउन चाहिँ एकदम खुसी लाग्यो छिटै दुईजना हुनु होला राम्ररी दुर्गाले रक्षा गरून् भगवान सधैँ दाहिनी हुन् कोही भन्दा कोही कम नभऊ रिस कहिले नउठोस् सबभन्दा दुश्मन ज्ञानी हो धेरै पैसा कमाऊ नमाथ्यौ कहिले भाउजू जस्तो प्याच प्याचै नहुनु रिस कन्ट्रोल गर्नु लगाइदिनु टाउको माउस गरिदिनु हुन्छ रिस जति जाओस् भोलि आज मैले ड्रइङ गरिदिन्छु आज मैले ड्रइङ गरिदिन्छु त्यहाँ तिनले भाइ यता उसले भाउजूलाई दिनु भाउजूलाई यसो गर्नु बाबु चापी झोपा किनिदिने चाबीको झोपा किन्ने रिस त्याग्न सिक्ने अनि पछि अरू आफूभन्दा ठुलो बुढालाई चाहिँ मान्ने पैसा भरपुर कमाएको तास खेल्दा सधैँ हाँस्ने अहिले चाहिँ हाम्रो टिका लगाएर पनि सकिसक्यो अब चाहिँ हामी फोटोसुट गर्ने एकछिन भाउजू कस्तो राम्रो देखिनु भएको ह्याप्पी दसैँ सबैजनालाई यहाँ अब चाहिँ एली बाबुको र रोशन अङ्कलको माम आइसक्यो ल अब चाहिँ हामी माम खान्छौँ
ल अहिले चाहिँ हामी फेरि बल्ल यहाँ दसैँ मनाउन लागेको अब चाहिँ म्यारेज सुरु हुन लागेको छ। यहाँ दाई हुनुहुन्छ, उता भाउजू, उता हाम्रो दाई हुनुहुन्छ, अनि यता म, उता केटाकेटीहरू नाचिरहेको छ। ह्याप्पी दसैँ सबैजनालाई। अब फेरि अर्को दसैँमा पनि रमाइलो गरौँला। ताली बजाउनु, ताली बजाउनु। गोजी यहाँ राखेर हेलो हेलो। आज चाहिँ तेस्रो दिन है हामी यता आएको। हिजो दसैँ पनि सकियो। हिजो अब यताउति रमाइलो गर्दा गर्दै अब दिनहरू पनि गयो, भिडियोहरू बनाउन पनि सकिएन। यस्तै सबैको दसैँ रमाइलो नै भयो होला। अब तपाईँहरू पनि अब दसैँ मनाउन रमाइलो गर्नुमा व्यस्त हुनु है। हामी पनि हिजो दसैँ राम्रै मनायो। अब अहिले चाहिँ बिहान भएको छ। यतातिर बाबु हाम्रो एली बाबु, एली 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 यता हेर त एली। अनि यता एल्भिस खाना खाँदैछन्। अहिले चाहिँ हामी नेसनल वाइट वाटर सेन्टरमा छौँ। देख्न सक्नुहुन्छ तपाईँहरू। यहाँ चाहिँ यो चाहिँ ड्याम, यहाँदेखि चाहिँ मोटरले तानेर पानी चाहिँ सप्लाई हुँदैछ अनि बोटिङहरू गर्नको लागि। अनि यसरी मान्छेहरू उता त्यो साइडतिरबाट बोटिङ गर्दै गर्दै आइसकेपछि अनि यहाँदेखि चाहिँ फेरि माथि जानु रहेछ। अहिले चाहिँ गर्मी छ, अलिअलि गर्मी छ के छ, तर आजको वेदर पनि अलिअलि गर्मी प्लस एकदम राम्रो छ। हामी चाहिँ अगाडि हेर्दै जान्छौँ। सायद त्यो पर साइडतिर पनि जान्छौँ। त्यो अगाडि जुन देखाएको थिएँ त्यसको अगाडिपट्टि आएको छौँ। अनि यहाँ चाहिँ अनि मैले भनेअनुसार मोटरले पानी चाहिँ यसरी फाल्दो रहेछ। त्यो मोटरहरू यसरी पानी फाल्दा यहाँदेखि पानी सप्लाई हुने रहेछ। जस्तै एउटा खोला उतातिर गयो, एउटा खोला यतातिर। अमेरिकामा आएर केराको बुट पनि देखियो, तर फल चाहिँ हालेको रहेनछ। मैले चाहिँ फर्स्ट टाइम देख्दैछु यहाँ आएर चाहिँ केराको बुट। अब चाहिँ हामी अगाडि लाग्दैछौँ। अहिले चाहिँ हामी फ्राइजहरू अनि फ्राइड चिकनहरू खाएर चाहिँ चिसो गाजवाला पानीको साथमा हामी अगाडि जाँदैछौँ। हेर्दैछौँ यस्तो हेर्दा पनि यस्तो आनन्दको यस्तो रमाइलो ठाउँहरू। अब चाहिँ हामी यसो घुमेर हामी चाहिँ यहाँदेखि निस्किन्छ। ल अहिले चाहिँ हामी अगाडि घुम्दै यहाँ स्विमिङ पुलमा आएको छौँ। यस्तो त्यो क्लाइम्बिङ पनि रहेछ।
मान्छेहरू सक्छ भने यस्तोमा आफ्नो पारा आफ्नै पारा गर्छ गयो यो त धेरै गहिरो रहेछ है धेरै गहिरो रहेछ है 16 फिट एक्सप्लोरेसन चाहिँ नि सर त्यही त 16 फिट भनेको त यहाँ होइन 16 फिट त धेरै हो भाइ 30 फिट हो 30 फिट 30 रहेछ ओ ओहो यो त ओ भाइ भयो त है पछि जिप लाइन जिप लाइन गुहा चढे पनि ल फेरि झऱ्यो डुब्बेला अङ्गाल र डुब्बेला भन्ने त अरे यतिको त बनाउँछ गुन्न के गर्छ ट्र्याक्टर सुरु एल्भिस यो खुट्टा पुस गरेर यो आइस राम यिनी ठुलो भएर गर्छन् यिनीले गर्छन् फेरि फङ्गाल चाहिँ तल माथि नगर माथि जान सक्दैन अब सक्यो माथि गयो अलि माथि गयो अब सक्दैन त्यो त माथि पुगी त वा यो फङ्गाले यो यसको काम रहेनछ त्यो त पुगी त हो त्यो त पुगी त वा नाइस को हाँसेको धेरै बेर तल बस्नु हुँदै अब भोलि ट्राई गरेर म्याक्सिमम 12 हो पानीपुरी बेला चाहिँ बिग्रिरहेछ नपिरोवाला हँसे मदन मन बहादुर कति मजा यसमा हाल्यो भने त्यसमा बसाल्छ सुरुमा पुगेन र हालिदिइहाल ल अब चाहिँ हामी यहाँदेखि निस्किन आँटेको घरतर्फ अब चाहिँ हाम्रो बिदाई कार्यक्रम सकिसकेको छ एकदम खुसी एकदम इन्जोय भयो यहाँ चाहिँ भाउजूलाई धेरै धेरै धन्यवाद छ हामीलाई यति खुसी बनाउनु भयो हिँड्ने बेला ह्याप्पी हुनुपर्छ है जहिले पनि
अहिले चाहिँ हामी घरमा आइसकेको छौँ। अब चाहिँ हाम्रो ब्यागहरू सिक्छौँ। अब नर्थ क्यारोलिनाको यात्रा पनि रमाइलो हो एकदम। अहिले चाहिँ अब सबैजना फ्रेस भएर एकदम रमाइलो गरेर आयौँ है। यस्तै भिडियो हेर्नको लागि लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला। बाई बाई गाइज।